मीना सोझी तर साह्रै मेहनती हुन्छन्। उनले एकदमै दुःख गरी परिवार धानेकी हुन्छन्। मीनाको श्रीमानको राम्रो कमाई हुन्छ, तर के गर्नु, मीनालाई थाहा नै नदिई अर्कोसँग लागेको हुन्छ। एक दिन मीनाले श्रीमानलाई छोरीको स्कुलको फी तिर्दिनु न हजुर भनेर भन्छन् र मीनाको श्रीमान चाहिँ छैन मसँग पैसा छैसो, तैँले दाइजोमा ल्याएर मलाई दिएथिस् र भन्दै मीनालाई खुब गाली गर्छ। बिचारी मीना रुन लाग्छ र छिमेकीसँग उधारो मागी छोरीको फी तिर्छ। एक दिन मीनालाई फोन आउँछ र तपाईको श्रीमान थानामा हुनुहुन्छ, तुरुन्तै आउनुस् भनेर प्रहरीले भन्छ। मीना दौडी दौडी थाना पुग्छिन् र त्यहाँ त श्रीमान र अर्को एउटी महिलालाई देख्छिन्। मीनाले प्रहरीलाई के भयो हजुर भनेर सोध्छिन्। अनि प्रहरीले तपाईको श्रीमानको उहाँसँग धेरै अगाडिदेखि चक्कर चलेको रहेछ र अहिले चाहिँ दुईजनाको बीच पैसाको कुरामा झगडा परेछ र कुटपिट नै भएछ भनेर भन्छ। प्रहरीको कुराले मीना छानाबाट खसेको जस्तो हुन्छन् र श्रीमानलाई लोग्ने भनेको श्रीमतीको सहारा हो, विश्वास हो अनि भरोसा हो। सहारा त तपाईँ कहिल्यै बन्नु भएन, अलिअलि विश्वास थियो त्यो पनि आज लानुभयो। त्यसैले अब उहाँसँगै बस्नुस् र बिन्ती छ हजुर मलाई बिर्सिनुस् भन्दै पोते फुकाली श्रीमानको हातमा राखिदिन्छन् र